आज फेरि पनि हामी दराबबाट हामी आमाहरू हामी सबैजना मिलिकन रानी ढुङ्गाको छेउ गड्डी डाँडा भन्ने जग्गामा जाँदैछ। उकालो हिँड्दै गरेको अलिक साह्रो पर्दैछ। आमाहरू हेर्नुहोस् त आउनु हुँदैछ। हेलो आमाहरू सबैजना, हेलो सबैजनालाई। ओके, हामी आज चाहिँ स्पेसियली हामी प्रेयर वकको लागि जाँदैछौँ। अनि गड्डी डाँडा भन्ने जग्गाबाट चाहिँ तपाईँको अलिकति माथि चाहिँ रानी ढुङ्गा छ। अनि धेरै मानिसहरू त्यो जग्गामा जाने आवाज जावत गर्ने गर्दछ। अनि हामी दराब बेथलेहेम फेलोशिप चर्चबाट आज हाम्रो आमाहरूले यो समय तय गर्नुभयो, मिलाउनु भयो र हामी प्रेयर वकको लागि हामी गड्डी डाँडासम्म हामी जाँदैछौँ। हुन्छ, लास्टसम्म हेरिदिनुहोस् हामी के गर्छौँ, माथि गएर कस्तो छ जग्गा, हामी सबै जग्गालाई हामी तपाईँलाई अपडेट गराउने। अब हामी चाहिँ गड्डी डाँडा आइपुग्नु आँटेका छौँ। हाम्रो आमाहरू हेर्नुहोस्, आमामा अर्ग्यानिक प्योर निङ्गुरेको खोजीमा हेर्नुहोस् है। आमामा हेर्नुहोस् हो, प्योर अब अर्ग्यानिक भनौँ। उहाँहरू अब एकदमै थकाइ चाहिँ कम्ती छ। हेर्नुहोस् आम फिल्टरमा फेरि दामी निङ्गुरे कोही पर निङ्गुरे खोज्नु हुँदैछ। यहाँ पर छ कोही चाहिँ। अन्त हामी जाँदैछौँ। वाह, मजाको जग्गा आइपुग्यो हामी। अब चाहिँ पुग्नु आँट्यो हाम्रो जुन पोइन्ट छ। यस्तो छ जग्गा चाहिँ, हामी जाने जग्गा चाहिँ। यतापट्टि पनि हिँड्दै हुनुहुन्छ, कोही आउनु हुँदैछ उताबाट, अन्त कोही अगाडि जानु हुँदैछ, कोही यता हुनुहुन्छ। अन्त हामी जाँदैछौँ। यहाँ भर्खर हामी अब गड्डी डाँडाको छेउमा आइपुग्यो। अनि यहाँ चाहिँ यस्तो भएको रहेछ अहिले त, यस्तो भएको रहेछ हेर्न सक्नुहुन्छ है पुरै। आमा पुरा लडेको रहेछ नि त, छ्याप्पै धुपी त पुरा खुल्ला भएको रहेछ। हेर्नुहोस् है। ल एकछिन है। ओके, यस। हेलो फ्रेन्ड्स, मैले अघि नै हामीले सुरु गरेको थियौँ। हामी चाहिँ अब यो जग्गामा हामी जाँदैछौँ भनिकन मेन हाम्रो डेस्टिनेसन हामी अलमोस्ट आइपुगेको छ। हाम्रो आमाहरू यहाँ आउनु हुँदैछ, सबैजना हिँड्नु हुँदैछ। अन्त हामीसँग साथी हाम्रो कुकुरहरू पनि आएको छ हामीसँग। यो जग्गा हो। यहाँदेखि सिधै तपाईँहरू उकालो जानु भयो भने यसो भएर चाहिँ रानी ढुङ्गा भन्ने जग्गा जान सक्नुहुन्छ। अन्त यहाँबाट सिधै हामी आएपछि यसलाई चाहिँ गड्डी डाँडा भन्छ यहाँनिर चाहिँ। अनि यहाँनिर देख्छ, यहाँ चाहिँ गड्डी डाँडा भन्छ। अन्त यहाँबाट सिधै तपाईँको यो साइडबाट गयो भने चाहिँ हामी पेलिङ साङ्गासोलिङ भएर स्काई वक निस्किन्छ। अनि यो सिधै यसो ओह्रालो गयो भने चाहिँ यहाँनिर सर्दुङ है छाँगीहरू जान्छ, यता पनि छ। अन्त अलमोस्ट हामी जाने चाहिँ यतापट्टि हो गाइस, योपट्टि हामी जाँदैछौँ। अलिक माथिसम्म गएर हामी फाइनली हामी गड्डी डाँडामा आइपुगेका छौँ। अनि एकछिन हामी थकाइ मारिरहेको छौँ, किनभने उकालो कन्टिन्यू हिँडेको कारणले गर्दा अलिक थाकेको जस्तो भयो। अनि हाम्रो आमाहरू पनि थाक्नु भएको छ, त्यसले गर्दा अलिकति हामी रेस्ट गरौँ भनेर चाहिँ हामी एकछिन बसिरहेको छौँ। अनि यहाँनिर चाहिँ यस्तो जग्गा चाहिँ हेर्नुहोस् साथी हो, यस्तो हेर्नुहोस् मजाको छ, टाढ छ हो। यता यहाँ बस्ने जग्गा चाहिँ इफ पानीहरू आइहाल्यो भने पनि बसेर के गर्नु सकिन्छ, त्यहाँनिर हामी बसेर सेफ गर्न सकिन्छ, खाजाहरू खान सकिन्छ। अन्त हेर्नुहोस् है साथी हो, आजको हाम्रो योद्धाहरू स्पिरिचुअल योद्धाहरू हाम्रो आमाहरू हुनुहुन्छ। अनि हामी यहाँनिर एकछिन केही समय बसिरहेको छौँ। अन्त हामी एकछिन रेस्ट गरेर फेरि पनि हामी यहाँबाट अगाडि हामी मुभ अन हुनेछौँ। हुन्छ, फेरि पनि हामी त्यहाँनिर भेट्ने। फाइनली अब हामी आइसकेको छौँ यहाँ डाँडामा। हाम्रो के छ यहाँ आइसकेको छौँ। हाम्रो खाजाहरू अलरेडी यहाँ रेडी छ, रेडी छ। दिदीले चाहिँ मैला जलाउनु हुँदैछ।
मैला हुनुहुँदैछ किनभने छटपस्टै बनाउँछ नि त हो त्यसले गर्दा दबाई दिँदै गरेको यही आगो चाहिँ उहाँहरूले फुक्नु भएको छ अब हेर्नुहोस् न विचार गर्नुहोस् कत्रो बढ्नु छ आगो चाहिँ उहाँ नै हुनुहुन्छ आगो फुक्नु भने चाहिँ आगो फुक्ने अब चाहिँ हाम्रो सकिकन हामी खाजा खाँदैछौँ हेर्नुहोस् हाम्रो आमाहरूले मिठो रोटी ल्याउनु भएको छ बनाउनु भएको छ आलुदम पनि यति मिठो छ कि यति टेस्टी अनि चिउरा फ्राइड चिउरा गरेर ल्याउनु भएको छ चिया हेर्नुहोस् देखाउनु हुँदैछ हो त्यहाँदेखि हामीसँग चिप्स पनि छ है पटेटो चिप्स पनि छ हाम्रो आमाले पटेटो चिप्स पनि ल्याउनु भएको छ वाउ है मजाले खाँदैछु हेर्नुहोस् है हामी खाँदैछौँ हामी अब चाहिँ हामी खाजाहरू खाइसक्यौँ अनि हल्का पानी कम्ती आयो तर एकदमै हामी अब है मजा आयो खाजासाजा खायौँ हामी अब चाहिँ हामी निस्कन लागेको अनि यस जग्गालाई हामी छोडिकन यो जग्गा चाहिँ अब यस्तो प्रकारको छ अनि यसलाई अब हामी छोडिकन हामी अब हाम्रो फेरि पनि घरतर्फ हामी जानेछौँ हुन्छ सबैजनालाई बाई बाई बाई